उहाँहरू जिल्ला प्रहरी कार्यालयमा छलफल हुनुहुन्छ अरे परिवारको मान्छे को जानुभएको छ माथि जानुभएको म जानुभएको छ एकजना भाइ हुनुहुन्थ्यो मैले चिने भाइ उहाँ हुनुहुन्छ कि कता जानुभयो कि अनि के गर्ने त अब हामीले त्यही त त्यो छ अब यहाँ कमी कमजोरी के हो अब यो घटना भएको कुरा त प्रहरीले अनुसन्धान गर्ने भयो गल्ती त यहाँ अहिले केही हामीले हेर्दाखेरि केही त त्यो नभएको कुरा त देखियो है त्यो अनुसार उहाँलाई नै हामीले चाहिँ कारवाहीको बाटोमा जानुपर्छ अनुसन्धान गर्नुहुन्छ अनुसन्धान पाटो प्रहरीको भयो होइन उहाँहरूले अनुसन्धान गर्नुहुन्छ अनुसन्धान अनुसार अब गलत भयो भने हामी फेरि त्यसको विरोध गर्नै पर्छ होइन अनुसन्धानले हामीलाई न्याय दिनु गलत त यहाँ केयर नभएको गलत जस्तै पनि छैन 9 बजे ट्युसन आएको बच्चा यिनीहरूले 1 बजे हो ल तपाईँको कुरालाई मैले काटेँ ल अनुसन्धान गर्नुहुन्छ माथि गएर अब 2-3 जना गएर अनुसन्धान गर्ने कि यहाँ जम्मैको लागि यस्तो भयो यस्तो गरे भने सबैलाई सुनाउने कि हामीलाई मात्रै सुनाउँदा काम लाग्यो के भन्नु तपाईँ त परिवारको मान्छे हुनुहुन्छ परिवारको मान्छे सबैजना आउँछन् त सबैजनाले हुनु पर्यो नि त यहाँ एउटा दुइटा गएर भने त भएन नि त उहाँको तपाईँको परिवारको जानुभएको आज हाम्रो बच्चा यस्तो भयो भोलि अर्को बच्चा पनि कसैको नहोस् भनेर सबैजना यहाँ हुनै पर्छ नि होइन यहाँ त गल्ती भइसक्यो गल्ती भइसक्यो अब भइसक्यो गल्तीलाई चाहिँ अब हामी चाहिँ गल्ती भयो हामी चुप लागेर बस्ने कुरा पनि आउँदैन होइन कहाँ कमी कमजोरी भएको के हो है त्यो कमी कमजोरीलाई चाहिँ भोलिको दिनमा त मिलाएर लानु पऱ्यो अब यहाँ गल्ती के भएको छ गल्तीको अनुसार चाहिँ कारवाही हुनु पऱ्यो है मान्छे त ज्यान खाने त यदि एउटा अबोध बालक होइन त्यस्तो ठाउँमा गएर अब यहाँ बिहान 9 बजी विद्यार्थी होइन के भनेर गएको कसरी पठाएको हो अब यहाँ गेटमा त बन्द हुनुपर्छ हामी कोही बेला आउँदाखेरि त गेटमा चाहिँ मान्छे बसिदिएको थियो म आउँदाखेरि गेटमा चाहिँ पालेर गेट खोलेको थियो अहिले छैन भने त हटायो म आउँदाखेरि कहिलेदेखि बाटो हो यहाँ पाले नभएको होइन के पाले नभएको छ म हाम्रो त यही हो घर होइन यहाँ मैले 2-3 महिना भयो 3-4 महिना भयो मैले पालै देखेको छैन एउटा थियो एउटा मान्छे थियो पाले हो कि को थाहा छैन जसले नि तान्ने ओर्ने गर्थ्यो त्यो थाहा थियो मलाई 5-6 महिना 6-7 महिना भयो कति भयो त्यो त्यहाँबाट मैले पाले देखेको होइन म गत गेट खोलेको कि बच्चाले दिशा गरे दिशा दिन आउँदाखेरि गेटमा पाले छैन पाले छैन छिमेकी हो म त यही हो के दुनियाँको पैसा दिएको हुन्छ त एउटा